खास त्यसको लागि भयो सब आन्दोलन नै छ मैले भनिदिनु त त्यसको लागि यो फोटा राखेको त यो त बुझेँ मैले यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ बुझेँ होइन यो चाहिँ बुझेन यो चाहिँ के हो भन्दाखेरि यो भदौ 23 र 24 गतेको आन्दोलनमा गोली हालेर मारेको थियो नि सरकारले त्यसको कार्की आयोग बनेको थियो आयोगले रिपोर्ट तयार पारिसकेको छ त्यो चाहिँ सार्वजनिक गरेको छैन त्यसमा दोषी को छ जेल जानुपर्ने को हो भन्ने कुरा अझै पनि बाहिर सार्वजनिक भएको छैन त्यसकै लागि सार्वजनिकको लागि आन्दोलन भइरहेको छ सबै एकचोटि भनेका नि पनि यो बलात्कार बलात्कार इसा हो ल है गाइस हामी चाहिँ यतातिर आएको होइन हेर्न आएको के रहेछ भनेर यसो घुम्न लाग्यो अगाडि गएर देखिन्छ कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर समूहको तर्फबाट हामी हार्दिक ऐक्यबद्धता व्यक्त गर्न चाहन्छौँ र अन्तरिम सरकारलाई हामीले निरन्तर खबरदारी गरिराखेका छौँ पारदर्शिताको कुरा हामीले नेपाल सरकारसँग गरेको जुन सम्झौता थियो त्यो सम्झौताको मुद्दा नम्बर 7 मा पारदर्शिताका कुराहरू स्पष्टसँग राखिएको छ र त्यसलाई हुबहु कार्यान्वयन गर्नको निमित्त कार्की आयोगको प्रतिवेदन आधा अधुरो प्रतिवेदन होइन पुरा प्रतिवेदन सार्वजनिक गरिनुपर्छ र त्यसको कार्यान्वयन भए नभएको कुराको लेखाजोखा गर्ने काम आम जनताको हातमा छोड्नुपर्छ र यदि कार्यान्वयन नहुने दिशामा अगाडि बढ्यो भने हामी फेरि पनि त्यसलाई निरन्तर खबरदारीको अभियानमा हामी निरन्तर लाग्नुपर्ने हुन्छ भनेर हामीले आफ्नो आवाज उठाइराखेका छौँ र सबै जेएनजी समूहको तर्फबाट एक रूपमा हामीले एकताबद्ध भएर पारदर्शिताको निमित्त हाम्रा आन्दोलनले राखेका मागहरूको निमित्त आफ्ना कुराहरू राखिरहेका छौँ र फेरि पनि म 17 वर्षीय इनिसामीका न्यायको निमित्त त्यहाँ लेख्नु भएको छ कुनै पनि हिसाबले समाजमा बढ्दै गएको जुन व्यतिथिहरू छ समाज दण्डहीनताको दिशामा अग्रसर भइराखेको छ हामीले देख्न सक्छौँ पछिल्लो समयमा चाहिँ सयौंको संख्यामा दलित महिलाहरूलाई बलात्कारपछि हत्या गरिएको छ यो जात व्यवस्थाको समेत पराकाष्ठको रूपमा हामीले यस्तो अनुभूति गरिरहेका छौँ र हामी खबरदारीपूर्वक भन्न चाहन्छौँ जात व्यवस्था खारेज गर र बलात्कारीहरूलाई कारबाही गर पनि भनिराखेका छौँ हामी समग्र रूपमा बलात्कारीलाई कारबाही गर बलात्कारीलाई कारबाही गर अब हामी कार्यक्रमको अन्त्यमा छौँ हामीले अबको केही समय